मलाई हेर्नुहोस् है सबैले ध्यान के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ तिमीहरूमा कसैले दुःख कष्ट भोगिरहेको छ त्यसले प्रार्थना त्यसले गरोस् के गरोस् प्रार्थना गरोस् कि कोही आनन्दित छ कोही आनन्दित छ भने त्यसले प्रशंसाको भजन त्यसले गाओस् उठेर प्रशंसाको भजन गाओस् कि तिमीहरूमध्ये बस दुईटा कुरालाई पहिले तपाईँले बुझ्नुपर्ने छ पहिला के भने यदि कोही पीडित छ दुखित छ भने त्यसले के गरोस् कुरा निकेर प्रार्थना गरोस् हालेलुया प्रार्थनाले पनि परमेश्वरसँग जोड्दछ अनि यदि कोही आनन्दित छ भने त्यसले फेरि उठेर प्रशंसा गरोस् जे होस् बसे पनि उठे पनि के गर्नु पर्यो परमेश्वरसँग कनेक्ट हुनु पर्यो हालेलुया कोही दुखित छ कष्टमा छ त्यसले प्रार्थना गरोस् के गरोस् प्रार्थना कोही आनन्दित छ भने त्यसले उठेर भजन गाओस् हामी के गर्छौँ कतिवटा सुरुमा आएर घुँडामा आएर प्रार्थना गर्छौँ कतिवटा हामी जब प्रार्थना गरेर घुँडा निक्लेर जति हाम्रो घुँडा र अस्ति हामी पास्टर दिनेले गर्नुभएको थियो हाम्रो श्रीमतीको छ जति घुँडा र जमिनको नजिक हाम्रो घुँडा र जमिनको फरक छ त्यति नै परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ जति घुँडामा हामी आउँछौँ जमिन र घुँडाको जति अन्तर छ त्यति नै हाम्रो जीवनमा आशिष छ भन्नु त्यस कारणले याद गर्नुहोस् कि जब हामी कष्टमा छौँ हामीलाई घुँडा टेकेर प्रार्थना गर्नु आनन्दित हुन्छौँ तब उठेर आएर